हेयर वास गर्दैछु है। हजुरहरूलाई पनि हेयर वास गर्नु छ, पार्लर सम्बन्धी केही गर्नु छ भनेदेखि आउनु है। हेयर वास यसरी गऱ्यो भने आनन्द हुन्छ, रिल्याक्स हुन्छ। अनि हजुरहरूलाई राम्रो सिल्की कपाल बनाइदिन्छु, आउनु होला। म यो चाहिँ स्याम्पू युज गर्छु है। हजुरहरूलाई पनि गर्नु छ भने यही स्याम्पू युज गर्नु होला, एकदमै राम्रो हुन्छ। यो स्याम्पूले चाहिँ कपाल झर्न रोकिन्छ, एकदम हेल्दी साइनिङ बनाउँछ। हेयर वास भयो, अब साथी ड्राई गर्दैछु। ड्रायर हुँदैछ मेरो। अब यसको ड्रायर भएर सुकिसकेपछि अनि मेरो कपाल कस्तो हुन्छ अनि हेर्नु ल। हलाउनु त साथीहरू, यो मेरो कपाल चाहिँ यस्तो हुन्छ है। अघि लगाएको स्याम्पू यो यस्तो बन्छ स्याम्पूले, ट्रिटमेन्टले होइन। हजुरहरूलाई पनि चाहियो भने अर्डर गर्नु होला होइन। एकदमै राम्रो छ, हेल्दी बनाउँछ यो स्याम्पू है। यो स्याम्पू, यो ट्रिटमेन्ट होइन, यसले चाहिँ कपाल एकदम राम्रो हेल्दी साइनिङ बनाउँछ। हेर्नु ल, प्रुफ यही छ है साथीहरू। अनि मेरो चाहिँ यो कपाल चाहिँ मैले एउटा पनि थिएन क्या, सबै झरेर एकदम खत्तम थियो होइन। अनि यो हेयर टोनिक लगाएर मेरो कपाल सबै यस्तो हेल्दी बनेको छ। हजुरहरूलाई पनि कपाल झरिरहेको छ होइन, कपाल छैन भनेदेखि यो हेयर टोनिक मगाएर लगाउन सक्नुहुन्छ है हजुरहरूले। कपाल एकदम राम्रो, एकदमै हेल्दी हुन्छ एकदमै। यो चाहिँ सेम्पू भयो। अनि यो चाहिँ हेयर ट्रिटमेन्ट। यो चाहिँ हेयर टोनिक।